So guys, हामी चाहिँ यहाँ अहिले लन्च गर्नको लागि रोकिरहेको छौँ सबैजना। Lunch is ready. Lunch देखिए यहाँ पे। Guys, हामी लन्च गरेर अब हिँड्नु आँटेको। गाड़ी ऊपर छो, एक गाड़ी इधर है। जम 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 अब। Guys, finally we reach Lachung. सबैजना फुस्रो फुस्रो भइरहेछ। So guys, हाम्रो डेस्टिनेसन चाहिँ उमाथि होटलमा छ। यो हैन पानी पर्दैछ। So guys, ready. Room. Finally we reach. So guys, अब चाहिँ हामी आइल फ्रेस भयो हैन। सो अब चाहिँ हामी घुम्न जानु आँटेको हो। यहाँ लाछौँ त्यही रेस्ट गरेर घुम्नु अरे। सो मेरो साथीहरू चाहिँ यहाँ छ। ओ भएन मेरो एउटा बिग्रिदिरहेको छ नि त, एउटा मात्रै छ नि त। हामी जुगाडमा चल्नु पर्यो। रेजिना, we are ready. Budgetless life is best. Budgetless life is best. जुगाड एउटा मात्रै छ। So guys, how do you feel? Feeling very excited. Guys, लासुङको भ्यू चाहिँ यता छ हैन। हामी चाहिँ अहिले कुन चाहिँ हो यो? कसोटी जिन्दगी द माउन्टेन क्याफे भन्नेमा, व्हाइट माउन्टेन क्याफे भन्नेमा बसिरहेको छ। सो के छ तिमीहरुलाई भन्नु? We really needed this. We really needed this. हाम्रो कलेजको यसको लागि फिल्ड ट्रिप। ओ नकली भयो है। सो गाइस, अब चाहिँ हामी यस्तो ढुल्न हिँड्नु आँटेको हैन सबैजना। यस भनेको हेलो गाइस, मैले कुन आइज न। वेलकम टु माई तेन्जिङ's च्यानल। प्लिज डु लाइक, शेयर एन्ड सब्स्क्राइब एन्ड फलो मी इन माई इन्स्टाग्राम। जान्दैछ हैन, तर यो कहाँ हो, के हो, कस्तो हो, केही याद छैन हो। उयाँबाट खोला चाहिँ ओभर ड्यामी रहेछ हैन लान्छे। कस्तो माया लाग्दो हुँदै। किन यो एक्सिडेन्ट भयो पैसा दिनुपर्छ नि त। यता हेर्छ है, तल त माया लाग्दो देखिरहेछ। यसको जहिले हो, यसको टाउको दुख्ने कहिले हराउँदैन गाइस। यहाँको बाटो चाहिँ यस्तो रहेछ हैन, तर लाचुङको बाटो चाहिँ अलिक दामी नै रहेछ। बट यहाँ आउँदा चाहिँ यस्तो रहेछ गाइस। माथिको भ्यू त्यस्तो छ, उपर दामी रहेछ। हाम्रो साथीहरू चाहिँ उपर पुगिसक्यो, केटापट्टि जानु उतै रहेछ। कस्तो दामी हो है। के हो, फोटो खिच्नु मन परेन गाइस। हाम्रो साथीहरू चाहिँ अघि नै उपर पुगिसकेछ। हामी चाहिँ फोटो खिच्दै ढिलो भयो। हुन्छ नि यस्तो छ हाम्रो केटीपट्टिहरू। के गरेको? सो गाइस, हाम्रो चाहिँ यहाँ केटीहरूको फोटो सेसन हुन्छ आइलाहरूको। चौतारा रहेछ। फोटो सेसन सक्यो तपाईँहरूको? आई लभ लाचुङ। यहाँ चाहिँ लाचुङमा चाहिँ अहिले पानी पर्न थाल्यो। हामी चाहिँ घुमेर पनि आइसक्यो। सबैजना यहीँ ढल्किरहेको छ। गाइस,
चाहिँ सबैजना यहाँ डिनर बनाएको छु मर्निङ गाइस आज चाहिँ हामी अब युमताङ जान आँटेको सबैजना निस्किसक्यो होटेलबाट सब लोग इधर पे जाने के लिए रेडी है युमथाङ आज बिहान बिहानै उठेर making sure ready to go. Obe यो कहिले आइपुग्यो? कता गर्छ केटीहरू? हामी यहाँ युमथाङ जाँदैछ गाइस Guras. Guys, अब यहाँ चाहिँ ब्रेड जाम ब्रेकफास्ट गर्न अरे ब्रेकफास्ट जाम ए ब्रेकफास्ट चाहिँ भएन है यहाँ दिएर म भन्छु ब्रेकफास्ट चाहिँ हामीलाई अलिकति म्यागी या फ्राइड राइस चाहिँ दिएको भए मजा आउँछ त्यो ब्रेड हालेको कोही नै भएन प्लस चिया पनि छैन पानीसँग खानु पर्दैछ सेम सेम अम्बो ब्रेकफास्ट जाम ए ब्रेकफास्ट चाहिँ भएन है यहाँ दिएर म भन्छु ब्रेकफास्ट चाहिँ हामीलाई अलिकति म्यागी या फ्राइड राइस चाहिँ दिएको भए मजा आउँछ त्यो ब्रेड हालेको कोही नै भएन प्लस चिया पनि छैन पानीसँग खानु पर्दैछ सेम सेम अम्बो
एकछिन मात्रै लिनु नि अरे बेला 50 मार्क्स चाहियो 50 का 25 न हो